कुरा सुन्दा तपाईहरुलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला। एउटा ठुलो व्यापारी रहेछ है, अनि उसले पूजा गर्दा गर्दै अचानक केही गल्ती भएर दियो घोप्टेछ अनि लक्ष्मीको आवाज आएछ, भगवान ठुलो सुन व्यापारी, तैले आज मेरो पूजा गर्दाखेरि अपमान गरिस्, तेरो घरमा अब अशान्ति आउँछ, अनिकाल आउँछ, जे आए पनि आओस् हजुर, तर हाम्रो सम्बन्धमा दरार नआओस्, फुट नआओस्। माता मबाट गल्ती भइहाल्यो एकचोटि भनेछ। माताले साउन्ड तथास्तु भनेर जानु। राति घरमा खिचडी बन्दै रहेछ, 3 जना बुहारी, एउटा सासू, 4 जना। सासूले चलाउँदै चलाउँदै नुन हाल्नु भएछ, अर्कोले पनि नुन हाल्नु भएछ, 4 जनाले नुन हाल्नु। कति नुन भयो होला त्यही रात आएर अब त्यो व्यापारी बस्नुभयो, बसेर 1 चम्चा चट्ट खानुभयो। कति नुन होला भन्नु त। तर उहाँलाई दिएको जति पानी थपेर घोलेर खाएर जानु। त्यसपछि जेठो छोरा आयो, पहिलो चम्चा जस्तो मुखमा हाल्यो, बुवाले खानु हो, खानुभयो। के भन्नुभयो? केही भन्नु भएन, उसले पनि केही भनेन। अर्को छोरा आयो, दाइ र बुवाले खानुभयो, खानुभयो। के भन्नु? केही भन्नु। कसैले केही भनेन। त्यो खिचडी सक्यो कि राति सपनामा फेरि लक्ष्मी माता प्रकट भएर भन्नु, मैले नसक्ने रहेछु। किन माता, गल्ती के भयो? जुन परिवारमा यस्तो मिठो सम्बन्धको धागो छ त्यहाँ अशान्ति कसरी आउँछ? तैले माग्न त मागिस्, तर यस्तो चीज मिलाएर मागिस् कि म तेरो घरबाट निस्किनै सक्दिन, तथास्तु भनेछ। वाह, ओ माय गॉड, दाइ मनमा जाने कुरा गर्नुभयो। बुझ्नुभयो? भनेको अशान्ति, त्यो अशान्तिले नै लिएर आउने हो। सबै चिज, जति चिज लिएर आउँछ नि, दरिद्रता हैन, फुट, दरार। सम्बन्ध जोगाउनको लागि चाहिँ यो कुरा चाहिँ हरेकले जीवनमा अप्लाई गर्नु पर्यो कि दाइ।